तो गाइस म चाहिँ आगो तापिरहेको छु हेर्नु मेरो हातले आगो तापिरहेको छ। यो चाहिँ मेरो घाउ भएकै अस्ति साइकल लडेर हात पिलिएको अनि मेरो हात यस्तो भइरह अहिले घिनलाग्दो। मेरो हातमा कोठी छ। यो कोठी भएको हात चाहिँ के हुन्छ होला हैन। थाहा छ भने भनिदिनु होला कृपया। जाडोमा त आगो ताप्नु नै राम्रो तर जम्मै यो परालको के पो भन्छ यसलाई परालको झुस टाउकोमा पर्यो क्या। अब यति आगो बलिसक्छ अनि म घर जान्छु। मेरो साइकलमा बाटोमा छु अलिअलि देखिँदैछ दादी चाहिँ घर जानुपर्ने ठुलो बुवाहरूको घर आएको छु। मेरो अनुहार हेर्न चाहनुहुन्छ भने हेर्नुहोस् कस्तो छु म। जाडो है आज पुस 8 गते हो। पुस 8 गते खासै जाडो चाहिँ छैन। अब जाडो त भइहाल्छ नि जाडो महिनामा। जाडो नहुनु त पुरै भएन त्यही पनि धेरै तातो भयो क्या। बाई बाई गाइसहरू म चाहिँ गएको। अब आगो ताप्न छोडिदिएको। मेरो साइकल यहाँनिर छ। अब यो साइकल चढ्दा म घर जान्छु। बाई बाई।